हेलो एभ्रिवान, हेर्न सक्नुहुनेछ यहाँ हेर्नु न मेरो घरको फुल कस्तो दामी है। कस्तो दामी फुलेको, ब्युटिफुल। हेर्नुहोस् त, क्याक्टस हो है यो चाहिँ। क्याक्टस, यस्तो क्याक्टस हो हेर्नुहोस् ल। यो लामो लामो छ नि, यस्तो क्याक्टस हो कि, तर यस्तो दामी फुल्दो रहेछ। हेर्नु न कस्तो लाग्यो तपाईँहरूलाई। मन पर्यो भने कमेन्ट गर्नुहोस् है। यो चाहिँ मैले रोपेको, मेरै घरमा हो यो भने चाहिँ मैले रोपेको क्याक्टस हो। हेर्नु न यस्तो बेसी फैलेको छ कि, हेर्नुहोस् त। आम्मामा, यो हेर्नु सक्नुहुनेछ। हेर्नु न सबै अब कति जस्तो चाहिँ फुलेर सकिसकेको छ हो। कसै कोपिला लागिरहेछ, यिनीहरू भने चाहिँ यस्तो दामी फुलिरहेछ। घाम लाग्यो भने चाहिँ दामी भएर फुल्दो रहेछ हो। अलिक क्लाउडी खालको दिनमा चाहिँ अलिक त्यस्तो राम्रो यसरी फक्रिँदैन कि। आज भने चाहिँ घाम लागेको कारणले हेर्नु न के दामी भएछ हौ। तपाईँहरूलाई मन पर्यो भने कमेन्ट गर्नुहोस् है। हेर्नुहोस् त।